बालेनलाई चाहिँ त्यो मान्छे किन आँखाको कसिङ गर्नु पर्यो जो बालेनले हुत्याएर चाहिँ निकाल्नु पर्यो खुकुरीको चोट अचानक थाहा हुन्छ क्या तपाईलाई घाउ लाग्यो भने तपाईलाई मात्रै पीडा हुन्छ क्या त्यो मैले फिल मात्रै गर्ने हो के अख्तियारमा उहाँको मुद्दा चल्दै गर्दाखेरि त त्यो फैसला हुनु पनि दिनु पर्यो अदालत कानुन भन्दा कोही पनि माथि होइन हामी दायरामा मुनि बसेर नै कुरा गर्नु पर्छ किन त्यहाँ ढिलो भयो यत्रो महिना तल भयो अर्को एक महिना कुर्दा के जाने होला कोही बालेनको गीत गाएर हिँडेको मान्छे होइन तर बालेन जस्तो लाखौँ जन्मिनु पर्छ यो देशमा भनेर माग गरेर बनाउनु पर्छ भनेर हिँडेको मान्छे हो क्या मारेर गाड्छ भन्नु नि गाह्रो तर यो देश बनाउन आउने मान्छेलाई चाहिँ म बनाउनु दिन्छु मेरो तर्फबाट चाहे यो ठाउँबाट म निक्लिएर जानु परोस् बालेन जस्तो लाखौँ जन्मिनु पर्छ भनेको एक्लो बालेनले केही पनि गर्नु को पनि भान्त सक्दैन यहाँ यतालाई उता घुमाउने उताबाट यता अब ग्रान्ड इन्ट्री गरे त्यताले पनि तपाईँको राजनीति गर्नु जानेको मान्छेले खालि यस्तै गेम खेल्ने मात्रै काम गर्ने मान्छेलाई लखेट्ने निमेट्ने गरेको भएर उहाँहरूको बचाउको लागि यो टुकुचाको चाहिँ सफा गर्नको लागि राजनीतिको फन्डा ल्याएर मिसाउनु पर्छ यहाँ मलाई त मेयर साहबको अफिस अगाडि छौ मेयर साहबलाई ठ्याक्कै आज जुन घटना भयो जुन परिघटना तपाईँले देख्नुभयो र आत्तेर यहाँ अफिससम्म आउनु भएको छ कार्यालयमा तोडफोड भनेर